न तपाईले यो देश सुन्नुभएको छ न देख्नु भएको छ, तर आज पछि तपाईँ यसलाई कहिले बिर्सनुहुन्न। यसै विश्वकपमा यो देशले स्पेनसँग 0-0 ड्र खेल्यो र संसारभरि प्रसिद्ध भयो। तर फुटबल त सानो कुरा हो। यो देशको कथा त्योभन्दा धेरै गहिरो छ। आज हामी कुरा गर्छौं भूगोल, इतिहास, राजनीति र यो सानो टापु देशले संसारलाई किन चकित बनाइरहेको छ भन्ने बारे। भूगोल। काबो वेर्दे अफ्रिकाको पश्चिमी समुद्री तटबाट लगभग 600 किलोमिटर परको एट्लान्टिक महासागरमा अवस्थित 10 ज्वालामुखी टापुहरूको समूह हो। यी टापुहरू 40 देखि 50 मिलियन वर्ष अगाडि निर्माण भएका थिए। यो क्षेत्र साहेल भनिने हावापानी क्षेत्रमा पर्छ, जहाँ हरेक वर्ष सहारा मरुभूमिबाट हुरी बतास र धुलो आउँछ। पानीको अभाव र खडेरी यहाँको सबैभन्दा ठूलो समस्या हो। यी टापुहरूलाई दुई भागमा बाँडिएको छ। हावा आउने दिशामा पर्ने बर्लावेन्तो समूह र विपरीत दिशामा पर्ने सोतावेन्तो समूह। रमाइलो कुरा के छ भने काबो वेर्दे मकरोनेजिया भनिने भौगोलिक परिवारको हिस्सा हो, जसमा अजोरेस, क्यानरी आइल्यान्ड्स र मदैरा जस्ता प्रसिद्ध टापुहरू पनि पर्छन्। इतिहास। 15औं शताब्दी अघि यी टापुहरूमा कोही पनि बस्दैनथे। पोर्चुगिज अन्वेषकहरूले यहाँ बसोबास सुरु गरे र पछि यो ठाउँ एट्लान्टिक दास व्यापारको एक मुख्य केन्द्र बन्यो। 1956मा अमिल्कार कब्राल नामक नेताले PAIGC भन्ने संगठन स्थापना गरे, जसको उद्देश्य स्वतन्त्रता हासिल गर्नु थियो। सुरुमा शान्तिपूर्ण आन्दोलन चल्यो, तर 1963 देखि यो सशस्त्र सङ्घर्षमा परिणत भयो। तर दुखद कुरा के भने 1973 जनवरी 20मा कब्रालको हत्या भयो, स्वतन्त्रता हासिल हुनुभन्दा केही महिना अघि मात्र। अन्ततः जुलाई 5, 1975मा काबो वेर्देले पोर्चुगलबाट पूर्ण स्वतन्त्रता प्राप्त गर्यो। शासन प्रणाली र राजनीति। काबो वेर्दे एक गणतन्त्र हो, जहाँ राष्ट्रपति, राष्ट्रप्रमुख र प्रधानमन्त्री सरकार प्रमुख हुन्छन्। 1991 देखि यहाँ बहुदलीय प्रजातन्त्र चलिरहेको छ र यो अफ्रिकाकै सबैभन्दा स्थिर प्रजातन्त्रहरूमध्ये एक मानिन्छ। धेरै अफ्रिकी देशहरूले राजनीतिक अस्थिरता भोगेका छन्, तर यो सानो टापु देशले 30 वर्षभन्दा बढी समयदेखि शान्तिपूर्ण प्रजातन्त्र कायम राखेको छ। पर्यटन र अर्थतन्त्र। काबो वेर्देको अर्थतन्त्रमा पर्यटनको योगदान लगभग 25% छ, जो यहाँको सबैभन्दा ठूलो आर्थिक स्रोत हो। यहाँको मुद्रा एस्कुडोलाई पोर्चुगलसँगको पुरानो सम्झौता अनुसार युरोसँग पेग गरिएको छ, जसले आर्थिक स्थिरता दिएको छ। रोचक तथ्य। काबो वेर्दे सब सहारन अफ्रिकामा रिन्युएबल एनर्जीको अग्रणी देश हो। हाल 20% ऊर्जा रिन्युएबल स्रोतबाट आउँछ र 2030सम्म यो 50% पुर्याउने लक्ष्य छ। तर त्यसै साथ यो देश जलवायु परिवर्तनका कारण संसारकै 8औं सबैभन्दा जोखिमपूर्ण देशको सूचीमा पर्छ। अर्को रमाइलो तथ्य के छ भने काबो वेर्दे भित्र बस्ने भन्दा बाहिर बस्ने केप वर्डियनहरूको संख्या बढी छ। सन् 1840को दशकदेखि नै यिनीहरू अमेरिकाको बोस्टन शहरमा बसोबास गर्न थालेका थिए। यहाँको आधिकारिक भाषा पोर्चुगिज भए पनि साधारण मानिसहरूले बोल्ने मातृभाषा भने क्रियोलु नामक क्रियोल भाषा हो। फुटबल। र हो, फुटबलको कुरा गर्दा काबो वेर्देले आफ्नो पहिलो विश्वकप खेलमा स्पेनसँग 0-0मा ड्र खेल्यो। पछि केभिन पिनाले काबो वेर्देको इतिहासमा पहिलो विश्वकप गोल गरे। यदि तपाईलाई यो जानकारी नौलो लाग्यो भने सब्स्क्राइब गर्नुहोस्, किनभने अर्को भिडियोमा हामी विश्वको अर्को सबैभन्दा सानो देश कुरासाओ बारे कुरा गर्छौं।